तपाईहरुको लागि एकदमै सुन्दर ठाउँ झरना देखाउन लागिरहेको छु। तपाईहरु यो ठाउँ मजाले घुम्न चाहिँ आउनु होला है। यो ठाउँ चाहिँ गोर्खा जिल्लाको चुन्युरे गाउँपालिकाको 3 भालुखोला भालुवानमा अवस्थित रहेको छ। तपाईले हाइवेबाट 10-15 मिनेट मजाले खुट्टाले अलिकति कसरत गरेर आउनु भयो भने चाहिँ झट्ट ठाउँ आएर मजाले घुम्न चाहिँ सक्नुहुन्छ। हेर्नुस् यति चिसो हावापानी तपाईँ अहिले आएर मजाले घुम्न सक्नुहुन्छ। अहिलेको मौसम भनेको एकदमै सफा पनि छ। अनि त्यहाँ हेर यहाँतिर मजाले तपाईले चाहिँ बसेर मजाले भिडियो सिडियोहरू गीत सित हैन टिकटकहरू के अनेक बनाउन सक्नुहुन्छ है। किनकि अब अहिलेको समय भनेको खोला धेरै बढेको पनि छैन, एकदम ठिक्कको छ कि यही नजिक आएर मजाले हुनुहुन्छ के इन्जोय लिन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ। र विशेष गरी चाहिँ तपाईले यहाँ चाहिँ डेटिङ गर्नका लागि जोडी आउनुभयो भने एकदमै यहाँ चाहिँ एकदम बेस्ट ठाउँ है। एकदम शान्त आनन्द दायाँ बायाँ हरेक ठाउँबाट मान्छे देख्ला हेर्ला भने पनि छैन हैन। हेर्नुस् न यति फ्रेस छ कि ओहो बिहान बेलुका जस्तो चिसो हावापानी हामीले महसुस गर्छौँ नि त्यस्तै हुन्छ कि। अलिकति यहाँको जुन छाल हुन्छ नि छालले गर्दाखेरि अलिकति चिसो फिल चाहिँ गराउँदो रहेछ क्या, अलिक चिसो फिल चाहिँ गराउँछ। अरू भनेको दिन यहाँ त दिन रात यसै हो क्या, यतिकै चिसो हुने हो। किनकि अब छाल आइरहेको हुन्छ नि त। यो त अब यहाँभन्दा माथि त बस्ती चाहिँ छैन, एकदमै पानी पनि सफा अब। अनि त्यहाँबाट यो माछा पनि छ है, माछा मार्न सक्नुहुन्छ, तपाईँ स्विमिङ पनि गर्न सक्नुहुन्छ र अनेक चिजहरू तपाईँले मजाले गर्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ मजाले घुम्न चाहिँ नबिर्सिनु होला। हेर्नुहोस् यति हेर्नुहोस् है, यो चाहिँ हाम्रो गाउँपालिकाभरि पुग्नेलाई एउटा यो खोलाबाट बिजुली पनि निकालेको छ। प्लस यहाँबाट अन्य धार्जे गाउँपालिका समेत यसबाट लगेको छ है यो खोलाबाट। हेर्नु चाहिँ खोला अहिले सानो छ तर बर्खायाममा खोला चाहिँ एकदम डेन्जर बढ्छ है साथीहरू। खोला चाहिँ डेन्जर बढ्छ, त्यसले गर्दा त्यो बर्खायाम चाहिँ यहीँ आएर मजाले अहिले मैले गरिरहेको छु नि, अहिले मैले तपाईँहरूको मासु भिडियो गराइरहेको छु नि, त्यसरी चाहिँ सक्नुहुन्न है। किनकि खोला त धेरै नै बढिन्छ, यहाँ त पुरै चिसो हुन्छ। अनि यहाँ त पुरै अब लेउहरू लागेको हुन्छ, त्यसले गर्दा यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन, तपाईँले यहाँ बस्ने उचित पनि हुँदैन क्या। त्यसले गर्दा अहिले आउनुभयो भने एकदम बेस्ट छ। हेर यो चाहिँ मेरो गाउँ। हेर उतापट्टि तपाईँ अलिकति देखिरहनु भएको छ निलो निलो टाइपको जस्ता हो, यो चाहिँ मेरो गाउँ। अनि त्यहाँदेखि यो पल्लो छ है गाउँ चाहिँ मेरो दुईवटा छ। वल्लो मेरो चाहिँ ठ्याक्क पछाडिपट्टि भयो, यो पनि मेरै गाउँ हाम्रै गाउँ हो। हामी दुई गाउँ मिलेर चाहिँ चट्ट मिलेर चाहिँ यसरी नै बसिरहेछौँ। हेर्नुहोस् यसरी छाल आइरहेको छ कि ओहो यहाँ त अलिकति भनौँ न अलिकति तुसारो लागेको जस्तो छ कि एकदमै चिसो फिल पनि भइरहेको छ होइन। हेर्नुहोस् है झर्ना तर यसरी बगिरहेको छ माथिबाट मजाले। हेर्नुहोस् यस्तो छ कि साथीहरू हेर्नुहोस् माथिबाट बगिरहेको छ। यहाँ चाहिँ एकदमै गहिरो छ है, एकदमै निलो छ होइन। निलो भयो चाहिँ गहिरो त यसो पनि हुन्छ, एकदमै निलो छ गहिरो पनि छ। अनि त्यहाँबाट यहाँ चाहिँ अलिकति स्विमिङ गर्न अहिले चाहिँ सक्नुहुन्छ तर बर्खायाममा चाहिँ सक्नुहुन्न है।